स्कटल्यान्डसँगको त्यो सबैभन्दा बवाल किसिमको क्रेजी किसिमको फुल कन्ट्रोलमा थियो त्यो दिन उनी। त्यस्तो इनिङ थियो, 50 रन नट आउट 23 बलमा, ह्युज 217.39 स्ट्राइक रेट र 3 ओभरमा 23 रन मात्र दिएका थिए त्यो दिन पनि। उनी इकोनोमिकल थिए यो पुरै होल जर्नी हेर्ने हो भने। र यसरी दिपेन्द्र सिंह ऐरी टाइगर उनले फ्याबुलस एक्स्ट्रा अर्डिनरी पर्फर्मेन्स दिए एउटा एसोसिएट नेसनको साइडबाट हेर्दाखेरि चाहिँ, प्लेयरको हिसाबले हेर्दाखेरि चाहिँ। र उनले यस्तै राम्रो पर्फर्मेन्स दिँदै जाउन्, राम्रो गर्दै जाउन्। उनीप्रति धेरै नै सम्मान छ हामी नेपाली फ्यान्सहरूको। र अझै नेपालको शिरलाई अझै उच्च बनाउँदै जाउन्। अब इस्लामाबादमा खेल्दैछन्, त्यहाँ पनि बवाल खेल्दै जाउन्। हामीले उनले कस्तो खेल्छन्, कस्तो गर्छन् र सम्पूर्ण नेपाली टिमले कस्तो गर्छ भनेर न्युजहरू लिएर आउने नै छौँ, अपडेटहरू लिएर आउने छौँ, एनालाइसिसहरू लिएर आउने नै छौँ। जय नेपाल।